कराटे खेलको विकासका लागि महासङ्घसँग सहकार्य गर्न इच्छुक छ, तयार छ। हाम्रा सम्पूर्ण खेलाडीहरूले ओलम्पिक पदको सपना देख्न र त्यसलाई साकार पार्न सक्षम पनि भएका छन् र प्रयत्नशील रहनेछन् र त्यसको लागि हामी सबै सामूहिकताको कुरा छ। अब अहिले हरेक क्षेत्रमा सामूहिकताको, हरेक क्षेत्रमा ऐक्यबद्धताको खाँचो छ। ती सबै हाम्रो ऐक्यबद्धताले, सामूहिक भावले हामीले इच्छा गरे अनुसारको उपलब्धि हासिल गर्न सक्नेछौँ। सामूहिकता भएन भने हामी डिसइन्टिग्रेटेड भयौँ भने हाम्रो बल क्षीण हुन्छ। हामीले जे प्राप्त गर्ने कुरा प्राप्त गर्न सक्दैनौँ। हामीले डिमान्ड गरे अब विभिन्न ठाउँमा छरिएका सङ्घ र महासङ्घले महासङ्घमा आबद्ध हुँदै यहाँनिर एकदमै चाहिँ एक ढिक्का भएर यसको श्रीवृद्धिको लागि, कराटे खेलको श्रीवृद्धिको लागि, यसको चाहिँ उन्नयनको लागि, खेलाडीहरूको चाहिँ उनीहरूको हेरचाहको लागि चाहिँ ऐक्यबद्ध भएर एकै किसिमको एक ढिक्का भएर काम गर्नुपर्ने आवश्यकता पनि म यहाँ निवेदन गर्न चाहन्छु। यसको लागि ठोस नीति र कार्ययोजना तय गर्ने नै छ भन्ने पनि यो साधारण सभाको उपलब्धिको हिसाबले यो साधारण सभा त्यसतर्फ उपलब्धिपूर्ण हुनेछ भन्ने अपेक्षा रहेको छ। निर्वाचित हुने वा कार्य समितिमा रहने पदाधिकारीज्यूहरूलाई खेल र खेलाडीको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै खेल क्षेत्र हस्तक्षेप मुक्त भएमा मात्र खेलाडीहरूको मनोबल उच्च रहन्छ। त्यसैले हस्तक्षेपको, सामूहिकताको र असल नेतृत्व गर्नलाई त्यो क्षमता भएका, नेतृत्व गर्नलाई निरन्तर रूपमा समर्पित भएका व्यक्तित्वहरूको पहिचान गरेर निर्वाचित गर्ने अथवा मनोनयन गर्नेमा यो आजको साधारण सभा सफल हुनेछ भन्ने म अपेक्षा राख्दछु। उपस्थित सम्पूर्ण खेलाडी, रेफ्री तथा पदाधिकारीज्यूहरूलाई आफ्नो अभ्यासमा कहिले सम्झौता नगर्न र देशको झन्डालाई, देशलाई शिरमै राखेर निरन्तर रूपमा समर्पित भयो। यो देश, यो मुलुकको उन्नतिमा, यो मुलुकको सम्पन्नतामा हाम्रो सफलता, हाम्रो इज्जत रहने हुनाले अहिले मुलुक बाहिर जाँदाखेरि खेलाडीहरूले अनुभव गरेको, सबैले अनुभव गरेको कुरा के हो भने त्यहाँ यसो हेर्छ, पासपोर्ट हेर्छ, नाम हेर्छन्, अनि के हिसाबले हेर्छ त्यो हेर्दाखेरि अब नेपालको हो, नेपाल समृद्ध मुलुकको अनुशासित नागरिक, झगडा नगर्ने नागरिक, अर्कोलाई सिकाउने नागरिक, शुद्ध तथा बुद्ध किसिमका बौद्धिक नागरिक र नेपाल एक। सबैले यो चाहिँ मलाई 5वटा चिज भन्न मन लाग्छ। एउटा यो 12मा आइराखेको बेलामा 12मा आएर बोल्न पाउँदाखेरि 5वटा चिज हुन्छ। यो चाहिँ कन्क्लुडिङ हो, अब लामो गर्दिनँ म। 5वटा चिजमा यो 12को ठाउँको, 12को पर्साको यो तराईको, सबै तराई चुरेभन्दा तलको क्षेत्रको संरक्षणको लागि पनि हामीले हिमाल संरक्षण गर्नुपर्छ। यसको त्यो यहाँको पर्यावरणीय संरक्षणले हिमालको हिउँ बरकरार राख्नुपर्छ। हिउँ बरकरार रहँदाखेरि पहाडहरू रसिला हुन्छन्। पहाड रसिला बनाउनलाई हिउँका साथसाथै त्यहाँ रिजर्भरहरू जहाँ सम्भावना छ त्यसबाट हामीले पहाडलाई रसिलो बनाइराख्ने अवस्थाको लागि काम गर्नुपर्छ। त्यो रसिला पहाडबाट निरन्तर पानीको बहाव आउँछ। त्यो पानीको बहाव बर्खामा चाहिँ वात्त बाढी आउने, हिउँदमा फेरि कमी ल्याउने स्थिति हुँदैन। त्यसको लागि बर्खामा बाढी आउने कुराको अन्त गर्नको लागि हिउँदमा पनि पानी बगिराख्ने स्थिति बनाइराख्नुपर्छ। त्यसको लागि चाहिँ चुरे संरक्षणको उत्तिकै महत्त्व छ। यो चुरे रहे मात्रै हामी रहने हुन्छ। चुरे रहे हामी रहन्छौँ, हामी रहे चुरे रहन्छ, हिमालसितको सम्पर्क रहन्छ। त्यसरी पर्यावरणमा थुप्रै काम गरेर रिजर्भरहरू, हिमालको पर्यावरणको हरियालीको संरक्षण गर्दा यो क्षेत्रको संरक्षण हुन्छ र हामी यहाँ यो क्षेत्रका समृद्ध मान्छे बन्न सक्छौँ। एउटा यही भन्छौँ। त्यो हिमालको संरक्षण गर्दै, पहाड हरियालीबाट बनाइराख्दै, तराई पनि रसिलो बनाइराख्नको लागि बनाइराखिसकेपछि यो क्षेत्रमा कृषिको महत्त्व, कृषि उत्पादन फस्टिन्छ, बढ्छ। यो कृषि चाहिँ हामीले त्यो अर्ग्यानिक टाइपको होस्, रसिलो ठाउँमा अर्ग्यानिक टाइपको कृषि उत्पादन भएपछि
अहिले बाहिरबाट ल्याएको खाने होइन, त्यो हेको बाहिर जाने स्थिति आउँछ। त्यसपछि अर्ग्यानिक चिज खाएर विषादीयुक्त खाइरहेकाले विषादीमुक्त चिजवस्तु खाद्य पदार्थ खान पाउनेछ। त्यो विषादीमुक्त खाद्य पदार्थ खानलाई रसिला पहाडले काम गर्छ। कृषिमा दोस्रो कुरा गरेँ। तेस्रोमा यस्तो रसिलो अर्ग्यानिक जैविक खाना खाने, रसिलो ठाउँमा बस्ने, हरियालीपूर्ण ठाउँमा बसेका शान्त किसिमका नागरिकका बिचमा गएर शिक्षाको राम्रो सुधार गर्दाखेरि शैक्षिक हाम्रा शिक्षालयहरू विद्यालयहरूबाट प्रदान गर्ने शिक्षामा अलिकति नीतिगत चेन्ज गर्दाखेरि छिमेकी साउथ एसियाका केही छिमेकी मुलुकहरूको विद्यार्थीहरूको सहभागिता मात्रै हुँदाखेरि पनि यहाँ यो शैक्षिक टुरिज्म बढ्नेछ। त्यसै गरी स्वास्थ्य राम्रो स्वास्थ्य उपचार गर्दाखेरि छिमेकी मुलुकका मान्छेहरू स्वास्थ्य उपचार गर्न, राम्रो शिक्षा, स्वास्थ्य, कृषि र त्यससित जोडिएको पर्यटन र हुनेछ। र त्यसपछि आइटीमा काम गर्ने गर्दा आइटीलाई पारवाहनको समस्या पनि लाग्ने छैन। विदेशी संस्थाको काम पनि स्वदेशमै बसेर गर्न सकिन्छ, पारवाहनको समस्या हुने छैन। पारवाहनको समस्या, ढुवानीको समस्या हुन नपरेपछि हाम्रा युवाहरूले यही रोजगार पाउनेछन्, कृषिमा, पर्यटनमा, स्वास्थ्यमा, शिक्षामा। र त्यतिखेर यस्तो शान्त मुलुकका सौहार्दपूर्ण रूपमा बस्ने नागरिक जहाँ शिक्षा दीक्षाको भरपुरता छ, यो शिक्षित दीक्षित पनि यो वैदिक क्षेत्रै हो, त्यो ठाउँमा यहाँ मान्छेहरू आउने क्रम बढ्नेछ। त्यसैले त्यस पछाडि नेपालीहरू विदेश जान्छ कि भन्दाखेरि अहिले जसरी प्लेनको भए त पखेटेमा झुन्डेर पनि जान्छन् कि क्या हो भन्ने अवस्थामा पुगेका मान्छेहरूलाई अब जान्न यही छ, मुलुक यही गुल्जार छ, समाज यही गुल्जार छ, त्यो अरूको यहाँ आउँछ। मैले विदेशी मुखीहरूलाई किन अंश जाने उनी यही आउँछ, त्यो पनि यही आउँदाखेरि उनको मुख यही रहँला, यही बस्नुलाई घरमै रहँला। यो स्थितिबाट हामी जान सक्ने अवस्था हुन्छौँ। त्यसको लागि यो अनुशासन भन्ने चिज रहन्छ। त्यो अनुशासनको कडी चाहिँ फेरि खेलमा गएर जोडिन्छ। त्यसैले यो भन्दै नेपाल कराटे महासङ्घको तेस्रो वार्षिक सभाको पूर्ण सफलताको शुभकामना सहित आफ्नो मन्तव्यलाई टुङ्ग्याउँछु। धन्यवाद।